प्रधानमन्त्री बालेन्द्र शाह यो अर्जुनको भूमिकामा हुनुहुन्छ, लक्ष्यमा केन्द्रित हुनुहुन्छ, युद्ध भूमिमा रहेको लडाकु वा कार्यान्वयनकर्ताको रूपमा उहाँ हुनुहुन्छ र श्रीकृष्णको भूमिकामा हाम्रा श्रद्धेय पार्टी सभापति रवि लामिछानेज्यू हुनुहुन्छ र विशेष गरेर अहिले विदुरको रूपमा मैले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई एउटा सत्य बोल्ने व्यक्ति, अर्थ, शासन, नैतिकता र दीर्घकालीन हितको विषयमा राज्य सञ्चालन गर्ने व्यक्तिको रूपमा मैले यहाँ चित्रित गरेर मैले आफ्ना केही कुराहरू भन्न चाहे। सम्माननीय सभामुख महोदय, यो राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमा जाँदै गर्दा गरेको बाचामध्येको प्रमुख बाचा भनेको हामीले मध्यम वर्गको विस्तार गर्छौँ भन्ने नै थियो। त्यस कारणले सरकारले प्रत्येक नागरिकले प्रत्येक महिना 1 लाख जति चाहिँ कमाउन सक्ने चाहिँ हैसियतको बनाउनुपर्छ भनेर सरकार आएका दिनदेखि लागि परेको छ। त्यसका लागि हिजोको दिनमा गएको आर्थिक वर्षसम्मको हामीले बजेट विवरण हेऱ्यौँ भने त्यहाँ हामीले लगभग 5 लाखसम्मको 1%, त्यसपछिको 2 लाखको लागि केही पर्सेन्ट, त्यसपछिको 3% को लागि गरेर मोटामोटी 31% जतिको आयकरको सिलिङ राखेकोमा अहिले चाहिँ हत्तै त्यसलाई घटाएर हामीले 31% बाट सिधै 1% मा ल्याएर मध्यम वर्गलाई तिमी काम गर, मेहनत गर, आर्जन गर भन्ने खालको जुन नीति सरकारले यो मध्यम वर्गको विस्तारको लागि लिएको छ, यो एकदम स्वागतयोग्य छ। यसमा मैले केही क्रिटिकल अब्जर्भेसन पक्कै दिनुपर्छ होला माननीय अर्थमन्त्रीज्यूलाई। जस्तो हामीले यो नेचुरल पर्सनले आय आर्जन गर्ने ट्याक्समा चाहिँ हामीले 10 लाखसम्मको हकमा 1% भन्यौँ, तर 10 लाखसम्मको आय आर्जन गर्ने कम्पनीहरूको हकमा के गर्ने भन्ने कुरामा चाहिँ यो कर्पोरेट ट्याक्स चाहिँ हामीसँग लगभग 25% छ। त्यसमा पनि भोलिका दिनमा त्यो डिभिडेन्ड ट्याक्सको रूपमा फेरि थप 5% काटिरहेको हुन्छ भनेपछि साना खालका उद्योगी व्यवसाय र सानो खालको कर्पोरेट कल्चरलाई हामीले बढावा पनि दिनुपर्ने अवस्था हुँदै गर्दाखेरि आगामी दिनमा यसलाई पनि सुधार गर्न सकिने कुरा पनि म जानकारी गराउन चाहेँ। र हामीले यहाँ पुँजीगत खर्च चाहिँ सधैँ हाम्रो बजेटमा देखिएको डेफिसिटको रूपमा चाहिँ हामीले 20% मात्रै खर्च गर्ने मोटामोटी गर्ने गरेका छौँ। यो खर्च यतिले अपुग हुन्छ भनेर वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक हामीले प्रतिनिधि सभाबाट पास पनि गरेका छौँ। यसको अर्थ स्वतः भोलिका दिनमा एउटा वैकल्पिक वित्तीय उपकरणहरू ल्याएर त्यसलाई लगानीको माध्यमबाट राज्यमा लगानी गरौँ र प्रतिफल दिने गरेर विभिन्न निकायहरूलाई जोडौँ भन्ने सरकारको लक्ष्य छ। अब यसमा पनि सम्माननीय सभामुख महोदय, वैकल्पिक विकास वित्त जस्तो महत्त्वपूर्ण विधेयकमा राष्ट्रिय सभामा छलफलै भएन्छ। विज्ञ सदनको रूपमा रहेको राष्ट्रिय सभामा यस्तो महत्त्वपूर्ण विषयमा छलफलै नहुनु, 15 दिनभित्र सुझाव दिइसक्नुपर्ने विषयमा त्यो सभाले छलफलै नगर्दै गर्दाखेरि कता कता हिजोसम्मको दिनमा हामीले हेऱ्यौँ भने यो 35 वर्षमा हामीले विकास भएन भनेर भन्दै गर्दाखेरि कतिपय प्रतिपक्षका साथीहरूले होइन त्यसो होइन, विकास भएको थियो भनेर भन्नुहुन्छ। तर त्यही 35 वर्षको समयमा भारत कहाँदेखि कहाँसम्म पुग्यो, हाम्रो मित्र राष्ट्र चीन कहाँदेखि कहाँसम्म पुग्यो, त्यो कुरा हेक्का राख्न पनि म विपक्षी साथीहरूलाई पनि अनुरोध पक्कै गर्न चाहन्छु र राष्ट्रिय सभाको मर्यादा पनि राखिदिन हुन र यस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरिदिन हुन पनि म अनुरोध गर्दछु। यसका साथै सम्माननीय सभामुख महोदय, यो एउटा विषय अलिकति जोडदारका साथ आइरहेको अहिले यो शिक्षा समता शुल्क भनेर वा स्वास्थ्य समता शुल्क भनेर 3% को ट्याक्स जुन राज्यले लगाइरहेको छ, यो लगाउन खोजेको छ। यसमा लगभग 70 लाख जना, अब 35 लाख 30 देखि 35 लाख विद्यार्थी हुँदै गर्दाखेरि 70 लाख घर परिवारहरू अथवा भनौँ अभिभावकहरू प्रभावित हुने अवस्था हुँदै गर्दाखेरि आजसम्म तिरेको पैसामा अथवा तिरेको वार्षिक अथवा मासिक रूपमा तिरेको शुल्कमा 3% बढाएर स्कुलले लिनुमा कुनै आपत्ति चाहिँ छैन। तर हामीले चाहिँ यसलाई इन्क्लुसिभ अफ द्याट पार्टिकुलर ट्याक्स चाहिँ गर्नुपर्ने थियो, तर हामीले त्यसलाई एक्सक्लुसिभ गरौँ। यसको मर्का सिधै 70 लाख अभिभावकलाई पुग्न जाने अवस्था छ। त्यही भएर यसको समाधानको रूपमा सभामुख महोदय, हामीले यो प्राइभेट स्कुललाई पनि धेरै ठाउँबाट कस्न पनि खोजिरहेका छौँ। जस्तो कानुन बमोजिम नै 10 देखि 15% सम्म उसले स्कलरसिप दिनुपर्ने व्यवस्था गरेका छौँ। कर्पोरेट ट्याक्सको रूपमा 25% भनिरहेका छौँ। डिभिडेन्ड ट्याक्स फेरि 5% भनेका छौँ र फेरि पनि 3% कर भन्दै गर्दाखेरि यो चाहिँ इन्क्लुसिभ अफ ट्याक्स गर्ने र एकातर्फ चाहिँ हामीले यो प्राइभेट स्कुलको कर्पोरेट ट्याक्सलाई चाहिँ थोरै अलिकति
मिलाउन सकिएको अवस्थामा चाहिँ यो न परिवारहरूबाट चाहिँ यसको विरोध हुने थियो, न विद्यालयबाट यसको विरोध हुने अवस्था थियो भन्ने कुरा पनि मैले जानकारी गराउन चाहेँ। र यो चाहिँ हामीले जुन कर लिँदैछौँ यो शिक्षा समता शुल्कबाट, यो चाहिँ सोझै सङ्घीय सञ्चित कोषमा गएर जम्मा नभएर यो चाहिँ विद्यालयको पूर्वाधार विकासको लागि छुट्टै कोष खडा गर्न सक्यो भने पनि यसले दीर्घकालीन रूपमा क्षेत्रलाई हितै गर्ने थियो। र अन्तिममा सम्माननीय सभामुख महोदय, यो न्यायपालिकाको हकमा पनि यो न्यायपालिकाको सुधारको लागि भनेर केही दिन अघि प्रधान न्यायाधीशको मैले निर्देशन पनि हेरेको थिएँ, 21 बुँदे निर्देशन उहाँले जारी गर्नुभएको रहेछ। त्यसमा चाहिँ अब कतिपय उहाँले लिनुभएको जुन महत्त्वाकांक्षा एउटा माइक अफ भएको छ, अन गर्नुहोस्। कतिपय महत्त्वाकांक्षा उहाँले लिनुभएको, त्यसको लागि चाहिँ यो बजेट अलिकति अपुग पनि हुने अवस्था भएको हुँदै गर्दाखेरि न्यायपालिकालाई हेला नगर्न र यसमा अहिले 0.45% मात्रै हामीले कुल बजेटको विनियोजन गरेका रहेछौँ। यसलाई चाहिँ अलिकति बढाएर न्याय क्षेत्रलाई पनि यसो हेरिदिन म अनुरोध गर्दछु।